कतै तपाईँहरूको मकैमा पनि यस्तो पात छिया पारेको र गुबोमा समेत छिरेर खाएर नष्ट गरेको देखेको छ भने त्यो अमेरिकन फौजी किराले हुनसक्छ। आजको भिडियोमा म तपाईँहरूलाई अमेरिकन फौजी किरालाई कसरी चिन्ने, यसको जीवनचक्र कस्तो हुन्छ, यसले के क्षति गर्छ र यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर भन्नेछु। यसलाई चिन्न भने एकदम सजिलो छ। यो पुतली वर्गमा पर्ने र रातिमा बढी एक्टिभ हुने किरा हो। वयस्क पुतलीले प्रायः जस्तो पातको तल्लो सतहमा र कहिलेकाहीँ माथिल्लो सतहमा झुन्डमा अन्डा पार्छ। अन्डा पारेको 3 देखि 4 दिनमा लार्भा बन्छ। सुरुमा लार्भाले पातको बाहिरी सतहमा हरियो भाग कोत्रेर खान्छ र विकसित हुँदै गएपछि यसले गुबोमा पनि क्षति गर्छ। यदि हामीले मकैको गुबो खोलेर हेऱ्यौँ भने त्यसमा यसको लार्भा र यसको दिशा प्रशस्त मात्रामा देख्न सकिन्छ। यदि दिशा चाहिँ सुक्खा छ भने चाहिँ त्यो प्युपा अवस्था अथवा वयस्क अवस्थामा गयो भनेर बुझ्नुपर्छ र यदि दिशा आलो छ भने चाहिँ त्यो लार्भा अवस्थामा छ भनेर बुझ्नुपर्छ। यसले यसको गुबोमा मात्र नभइकन यसले यसको घुँगामा समेत क्षति गर्ने गर्छ। त्यस्तै सुरुमा लार्भा चाहिँ हरियो सेतो रङको हुन्छ र टाउको कालो रङको हुने गर्छ र पछि विकसित हुँदै जाँदा चाहिँ खैरो रङको हुन्छ। यदि यसको लार्भामा चाहिँ टाउकोमा अङ्ग्रेजी वाइ उल्टो अक्षरमा देखियो र यसको पेटको अन्तिम भागतिर 4वटा ठुला थोप्लाहरू वर्गाकार रूपमा देखिएको छ भने चाहिँ यो अमेरिकन फौजी किराको लार्भा हो भनेर बुझ्नुपर्छ। लार्भा बनेको केही समयपछि प्युपा बन्छ। प्युपा चाहिँ माटोमा बस्छ र प्युपापछि पुनः वयस्क बनेर पातमा फुल पार्छ र यसरी जीवनचक्र चलिरहन्छ। विभिन्न अनुसन्धानहरूले के देखाएको छ भन्दाखेरि अमेरिकन फौजी किराले मकै बालीमा एकदमै आक्रमण गरेको केसमा चाहिँ यसले 70% भन्दा बढी उत्पादनमा घाटा हुने गरेको देखाएको छ। सुरुमा अमेरिकाबाट उत्पत्ति भए तापनि सन् 2016 मा अफ्रिका र विभिन्न देशहरू हुँदै नेपालमा सन् 2019 सालमा पहिलोपटक नवलपरासी जिल्लामा देखा परेको थियो। अब यसलाई कसरी नियन्त्रण गर्ने भनेर बुझौँ है त। यसलाई कुनै एउटा विधिबाट मात्रै व्यवस्थापन गर्न सकिँदैन। त्यसैले यसको व्यवस्थापनको लागि चाहिँ हामीले एकीकृत कीट व्यवस्थापन अर्थात् आइपिएमको प्रयोग गर्नुपर्छ। त्यसको लागि हामीले मोहनी पासोको प्रयोग गर्न सक्छौँ। मोहनी पासोमा किराहरूलाई तान्नको लागि चाहिँ फेरोमोनहरू राखिएको हुन्छ जसले किराहरूलाई आकर्षण गर्छ र त्यसमा फसाएर मार्छ। यो चाहिँ किराहरू मार्न भन्दा नि किराहरू छ कि छैन भनेर मोनिटरिङ गर्नको लागि चाहिँ प्रयोग गर्न सकिन्छ। यो सजिलै एग्रोभेटहरूमा पाउन सकिन्छ। त्यस्तै तपाईँहरूले आफ्नो खेतबारीमा चाहिँ यसको लार्भा यसको अन्डा देख्नुभयो भने चाहिँ हातले टिपेर पनि नष्ट गरेर केही हदसम्म नियन्त्रण गर्न सक्नुहुन्छ। त्यस्तै एउटा डेस्मोडियम भन्ने कोसे बाली हुन्छ, त्यसलाई चाहिँ मकैको बिचमा रोप्नुपर्छ जसमा चाहिँ किरालाई मन नपर्ने गन्ध हुन्छ। त्यसले किरालाई चाहिँ भगाउन मद्दत गर्छ र मकैबारी वरिपरि चाहिँ नेपियर घाँस लगाउन सकिन्छ जसमा चाहिँ किरालाई मनपर्ने गुणहरू हुन्छ। यसरी नेपियरमा गएर बसेको किरालाई हामीले विषादी प्रयोग गरेर पनि मार्न सक्छौँ। यसरी पुस एन्ड पुल थ्योरी प्रयोग गरेर पनि सजिलै किरालाई नियन्त्रण गर्न सकिन्छ। र मकै रोप्नुभन्दा पहिले इमिडाक्लोप्रिड 4 मिलिलिटर प्रति 15 लिटर पानीमा मिसाएर उक्त घोललाई 1 केजी बिउका दरले बिउ उपचार गर्नुपर्छ। यसले सुरुको 3 हप्तासम्म बिरुवालाई क्षति हुनबाट बचाउँछ। त्यस्तै जैविक विषादी निम आधारित विषादीहरू जस्तै इजाडिरेक्टिन 5 मिलिलिटर प्रति लिटर पानीमा मिसाएर बिउ उम्रिएको 10 देखि 15 दिनपछि प्रयोग गर्न सकिन्छ। त्यसैगरी परजीवी किरा जस्तै ट्राइकोग्रामा काइलोनिस अथवा टेलिनोमस रेमस जस्ता बारुलोहरू र कीटनाशक ढुसीहरू जस्तै मेटाराइजम एनिसोपिले मेटाराइजम रिले जस्ता ढुसीहरूले पनि अमेरिकन फौजी किरालाई नियन्त्रण गर्न सकिन्छ। तर यस्ता ढुसीहरू र परजीवी किराहरू चाहिँ नेपालमा कमर्सियल रूपमा प्रोडक्सन नभएको हुँदा किसानहरूले सजिलै प्रयोग गर्न भने गाह्रो देखिन्छ। यदि विषादीमा कमी ल्याउने खोज्ने हो भने चाहिँ यस्ता विधिहरूलाई धेरैभन्दा धेरै प्रोडक्सन गरेर किसानहरू माझ पुर्याउन नितान्त आवश्यक छ। र यति गर्दा पनि किरा कन्ट्रोल भएन र एकदमै क्षति गरेको केसमा मात्र रासायनिक विषादी प्रयोग गर्न सकिन्छ। स्पाइनोस्याड 1 मिलिलिटर प्रति लिटर पानीको दरले, त्यसैगरी नुभालुरोन 2 मिलिलिटर प्रति लिटर पानीको दरले प्रयोग गर्न सकिन्छ। सधैँ ख्याल गर्नुहोस् कि विषादी विष हुन्, औषधि होइन। यसलाई अन्तिम विकल्पको रूपमा सुरक्षित तरिकाले मात्र प्रयोग गर्नुपर्छ। तपाईँले फौजी किरालाई कसरी व्यवस्थापन गर्ने गर्नुभएको छ कृपया कमेन्ट गर्नुहोला र आफूले चिनेको किसानहरूलाई यो भिडियो सेयर गर्न नभुल्नुहोला। हस्त धन्यवाद।